हेलो वेलकम ब्याक युट्युब च्यानल। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म एकदम कस्तो ठाउँबाट भिडियो बनाइरहेको छु भन्ने तपाईहरुले थाहा पाउनु भयो होला। म तपाईहरुलाई देखाउने छु। एकदम काठमाडौँ शहर भन्नुहुन्छ नि, त्यहीबाट म अहिले भिडियो सुटहरू गर्दै छु र बागमतीको किनार चोबारको मुनि ट्याक्कै त्यहीबाट म भिडियो सुटहरू गर्दै छु। हेर्नु होला है त हजुरहरु नि बागमती कस्तो छ, के भएको छ अवस्था देख्न सक्नुहुन्छ। हेर्नुस् बागमतीको हालत लेदो। बागमती यस्तो बगिरहेको छ पुरै। यो ढल हो कि बागमती नदी हो केही पनि चिन्न सकिदैन। ल हेर्नुस् यस्तो छ बागमतीको हालत। हेर्नु माथि चोबारको डाँडा देख्न सक्नुहुन्छ। हेर्नुस् बागमतीको हालत यस्तो छ है। कहिले बन्ने यो बागमती, कहिले सफा हुने? ल यस्तो छ अवस्था बागमतीको। पहिला 2-4 वर्ष अगाडि त हल्का सफा नि भएको जस्तो लाग्थ्यो। अहिले फेरि त्यस्तै रहेछ बागमतीको हालत। दुःख लाग्छ के भन्नु। यस्तो काठमाडौँ सहर राजधानीको खोला यस्तो छ हालत। हेर्नुस् जताततै फोहोर प्रदूषण। हेर्नुस् यस्तो छ। कहिले बन्ने नेपालको पानीहरू हेर्नुस् बागमती। छि धेरै गनाइरहेको छ। बागमतीको पानी गहिरो होला बाबु यो? गहिरो होला नि, सम्म सल्लो गइरहेको होला।